सो अलरेडी है फेरि पनि हामीसँग केटीएम डुक 200 2018 को मोडल BS4 मा अपडेटमा आइसक्यो है। बाइक चाहिँ फुल्ली फ्रेस कन्डिसनमा गोली कन्डिसनमा छ है। 2018 मोडलको फुल्ली फ्रेस कन्डिसनमा भएर आइसक्यो बाइक। अगाडि पछाडि दुईटै अपोलो अल्फा एच1 टायर हालिसक्यो। अनि तपाईको यसमा चाहिँ गर्नुपर्ने कुराहरू सब गरिसक्यो। फुल सर्भिसिङ गरिसकेको छ है। बाइकमा 1 रुपैयाँ पनि खर्च छैन। अब तपाईहरु लगेर केही गर्नु पर्दैन, लग्ने हो, तेल हाल्ने हो, चलाउने हो। अगाडि पछाडिको दुईटै टायर नयाँ हालेको छ अपोलो अल्फा एच1। म साउन्ड पनि सुनाइदिन्छु। साउन्ड पनि एकदमै बवाल नै छ है। बाइक हाम्रो बाइकहरु बन्न 3-4 दिन टाइम लाग्छ, किन भनेपछि तपाईको सेकेन्ड ह्यान्ड बाइक हो। हामीले चाहिँ डिटेलिङ हेर्नुपर्ने हुन्छ है। तपाईहरुलाई लाने बेला तपाईहरुलाई ए टु जेड सबै बनाएर दिनु पर्यो नि त, त्यो तरिकाले बनाएको हुन्छ। त्यही भएर 3-4 दिन टाइम लाग्छ बाइक रेडी हुन है। त्यो भएर अलिकति ढिलो भएको हो। हेर्नुहुन्छ अपोलो अल्फा एच1 नयाँ टायर हालिसक्यो है। बाइकको ह्यान्डल पनि नयाँ हालिसक्यो। लिभरहरू, यसको कोन बेरिङहरू हैन। अनि तपाईको यसमा केमचेन लिफ्टरहरुदेखि लिएर हाल्नुपर्ने कुराहरू जे होस् भनौँ न, सबै कुराहरू भइसक्यो। यो सक पनि नयाँ हालिसक्यो हामीले चाहिँ है। हेर्न सक्नुहुन्छ तपाईको पछाडिको टायर पनि नयाँ हो, अपोलो अल्फा एच1 टायर है। बाइक एकदम फ्रेस कन्डिसनमा छ, एकदमै फ्रेस छ है। ल हेर्न सक्नुहुन्छ स्क्रैचहरु कतै केही छैन। बाइक एकदमै फ्रेस कन्डिसनले बनाइसक्यो। बाइकमा 1 रुपैयाँ पनि खर्च छैन। लगेर तपाईहरुले बनाउनु पनि केही पनि छैन है। सबै हामीले बनाइसक्यो बनाउनु कुराहरू है। तपाईहरु लग्ने हो, तेल हाल्ने हो, चलाउने हो। यस्तो बाइक चाहिन्छ भने छिटोभन्दा छिटो कन्ट्याक्ट गर्न सक्नुहुन्छ। लिभरहरू पनि हामीले डुक 250 हालिदिएको छ। क्लच टायर, एक्सेलेटर सबै हाम्रो बाहिरको सामानहरू केही पनि युज हुँदैन। सब सोरुमकै सामान युज हुन्छ र बाइक पनि सोरुममै बन्छ। तपाईहरुलाई थाहा नै छ है। तपाईहरुलाई अब लगिसकेको केटाहरूलाई त सबैलाई थाहा नै छ हाम्रो बाइक कस्तो बन्छ भनेर है। ल्यान्स गर्नुहुन्छ बाइक चाहिँ एकदम फुल्ली फ्रेस कन्डिसनमा। यसको तपाईको चेन स्पकेटहरू पनि सबै नयाँ, डिस्क प्याडहरू, डिस्क प्लेटहरू है। यो डिस्क प्लेट पनि नयाँ हालिदिसक्यो। भयो जतिको सबै बनाउनु पर्ने कुराहरू सब बनाइसक्यो। अब तपाईहरु लगेर तेल हाल्ने हो, चलाउने है। र केही समस्या आयो भने हामीलाई त्यो पनि भन्न पाउनुहुन्छ। अब ढिला नगरिकन साउन्ड सुनिदिउँ। 2018 मोडलको बाइक हो। बाइक त अब गोली नै छ, तपाईलाई भनिहालेँ है। साउन्ड सुनिदिउँ है त। स्टार्ट नगरिकन